दुःख पाउने होइन सुख पाउने बनाउन सकियोस्। त्यसै कारण समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडि सारेर अगाडि बढेको पार्टी हो। हामी चाहन्छौँ नेपाली जनताको वर्तमान सुखमय हुँदै बनाउँदै लान सकियोस्, भविष्य उज्जवल र सुखमय बनाउँदै लान सकियोस् र नेपाली जनताका सन्ततिहरूले दुःख भनेको, कष्ट भनेको, अप्ठ्यारा भनेको, गरिबी भनेको, भोकमरी भनेको, पछौटेपन भनेको, अशिक्षा भनेको अथवा निरक्षरता भन्ने जस्ता कुरा, यी कुरा किताबमा मात्रै पढ्न पाऊँ, इतिहासमा मात्रै सुन्न पाऊँ, डकुमेन्ट्रीमा मात्रै, पुराना डकुमेन्ट्रीमा मात्रै हेर्न पाऊँ अथवा हाम्रा कतिपय विश्लेषकहरूले यस्तो थियो नेपाल भनेर हिजोको नेपाल देखाउनु छ। मैले एकपल्ट भनेको थिएँ, पहिलोपल्ट प्रधानमन्त्री हुँदा मैले भनेको थिएँ तुइनका फोटा खिचेर राख्नु साथीहरू, अब नेपालमा तुइन रहने छैन। हतार हतार मलाई हटाए, फेरि आएर पनि मैले तुइन विस्थापित गरेँ। त्रिशुलीको बाटो हिँड्नुहोस्, पहिले तुइनै तुइन देखिन्थे, तुइनको खोलो थियो त्रिशुली। आज त्रिशुलीको बाटो काठमाडौँ नारायणघाट गर्नुहोस् त, एउटा पनि तुइन छैन। पक्की पुल बन्दैछन्, पक्की पुल बनिसकेका छन्, झोलुङ्गे पुल बनिसकेका छन्, बन्दैछ, तुइन छैन। तुइन युगको अन्त्य भयो। हामी एउटा युगको अन्त्य गर्दै नयाँ युगको सुरुवात गर्दैछौँ। हामीले सुरुङ युगको सुरुवात गऱ्यौँ, सुरुङ मार्गहरू बनाउँदैछौँ, अरू सुरुङ मार्गहरू बनाउनेछौँ। हामी अब आइटीको सेक्टरमा, हामी सञ्चारको क्षेत्रमा, विज्ञान र प्रविधिको क्षेत्रमा, कृषि क्षेत्रमा प्रयोग गर्न होस्, उद्योगको क्षेत्रमा प्रयोग गर्न होस्, दैनिक जीवनमा प्रयोग गर्न होस्, व्यावहारिक रूपमा सुविधाका लागि प्रयोग गरिने सामान हो। जुनसुकै क्षेत्रमा पनि विज्ञान प्रविधिको विकास गर्ने, विज्ञान प्रविधिको विकास गरेर नेपाललाई आधुनिक नेपाल, अन्धविश्वासमा अडेको होइन, वैज्ञानिक अवधारणाका साथ देश बनाउने सङ्कल्पमा अगाडि बढेको नेपाल, त्यो नेपाल बनाउन चाहन्छ। त्यो नेपालका साथ हामी हाम्रो अभिवारा पुरा गर्ने अठोटका साथ अघि बढिरहेका छौँ। म भन्न चाहन्छु साथीहरूलाई, सहमतिका साथ होस् अथवा लोकतान्त्रिक अभ्यास गरेर होस्, आजबाट हामीले सुरु गरेको महाधिवेशन भोलि बिहानबाट बन्द सत्र हुनेछ। पर्सि बेलुकासम्म हामी अत्यन्त सौहार्दपूर्ण वातावरणमा समझदारी, उच्च स्तरको समझदारी, सहमति, एकताका साथ, लोकतान्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्नेछौँ। एउटा उदाहरणको रूपमा, एउटा दृष्टान्तको रूपमा नेकपा एमालेको 10औं राष्ट्रिय महाधिवेशन खुल्ला सत्र, नेपालको इतिहासमा सर्वाधिक जनसहभागिताका साथ, सर्वाधिक जनसमर्थनका साथ, सर्वाधिक जनसहभागिताका साथ र उत्साहका साथ सम्पन्न भएको छ। उद्घाटन सत्र त्यसरी सम्पन्न भएको छ भने अब त्यसै गरेर बन्द सत्र अत्यन्त उत्साहका साथ एकताबद्ध ढङ्गले र अर्को 5 वर्षका लागि नेकपा एमालेलाई मात्रै होइन, देशलाई नै दिशानिर्देश गर्ने, देशलाई नै बाटो देखाउने, देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशनको हलबाट बाहिर आउनेछ। नेकपा एमाले सबै दाजुभाइ दिदीबहिनीहरूलाई, कमरेडहरूलाई केही सुख सन्देश लिएर 2 दिनपछि बाहिर आउनेछ र 13 गते हामी पत्रकार सम्मेलन गरेर, पत्रकार सम्मेलन मार्फत हाम्रो सफलताको विज्ञप्ति सुनाउनेछौँ, विज्ञप्ति जारी गर्नेछौँ र पत्रकार सम्मेलन गरेर हाम्रो महाधिवेशन अन्तिम रूपमा समापन गर्नेछ। त्यसकारण यो विश्वासका साथ साथीहरू अगाडि बढ्ने, आपसमा सानातिना अन्तर्विरोधमा नअल्झिन, सानातिना अन्तर्विरोधमा नअल्झिएर राष्ट्र निर्माणको यस महान अभियानमा हाम्रो समझदारी, हाम्रो एकता र हाम्रा एकताबद्ध प्रयास, हाम्रो सक्रियताको आवश्यकता छ भन्ने कुरा बुझेर त्यो अनुसार उचाइबाट काममा लाग्न म सम्पूर्ण कार्यकर्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु। हाम्रा भोलिन्टियर्स, हाम्रा कलाकार सबैको मेहनत
सबै कमेन्टरहरूको मेहनत असाधारण छ। यो मेहनत, तपाईँहरूको यो लगाव, यो लगाई, कामप्रतिको तपाईँहरूको निष्ठा र सारा कार्यकर्ताहरूको संयुक्त प्रयासबाट र आम जनताको संयुक्त प्रयासबाट यो महाधिवेशन यस भव्यताका साथ आयोजना भएको छ र सम्पन्न भएको छ।